मेरो यो दबाई हो थाहा मिलाउने यो पनि दबाई राख आज के भात छ आज है त मैले भन्दै थिएँ लोटिन्छ भनेर लाटे खानै लोट हैन आन्दा चाहिँ बनिलाई लोटिन्छ जस्तो चलो चलो हाम्रो अस्ति झाटेको धान लगाउनुहुन्छ बाजुले एक मुठी भयो नि त यो हरिण नै क्या यो त 2-3 मुठी उठ्छ क्याको धान हाम्रो त्यहाँ नि त कहाँ कुन चप्पल हिरा जस्तो त्यसै सिप 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 यहाँ कस्तो गरेर मिलेर काम गरे साथी साथी भएर त मिलिहालेन के नर देख्ने खुसी नभन्ने यहाँ मैले उस लाथे नि मम्मी लसुन घाँस काटिदिएको मम्मी मन्दिरले फेरि हाम लग्ने हो कहाँ गइस् त त्यो पढ्न लाग्ने त्यहाँ अरू कोही नि भयो अब त के लाउँछ यहाँ लसुन प्याज पनि लाउन अन्त दुईटीले हो टिपेको यो घाँस काट्ने बोडी टिप्ने गरेछ नि त यहाँ त काटी बेनुले फुल हामीले हो मन्दिरले काटिदियो एकछिन जात्रै है फल्ने बेला तिमी रिसार बस्यो खाने बेला मन्दिरले यति धेरै यहाँ दुईटी बिलेर यहाँ यत्रो बोडी टिपेछन् हाँसेको तिमी हाँसै खाँदाखेरि एउटै यता फर्केर हाँस्यो एउटै यता फर्केर यस्तो भएपछि नि कहिले उगो लाउला तिम्रो ला सबै बेला पार्टी पनि छैनन् के
गोठाबारीको काटेर टिपेर पार्टीतिर ए पार्टी बिल्कुल करो कसरी के खान्छ त बाख्राले केही न कोदो पाकेछ त अन्त मम्मी कस्तो अर्कै कोदो मोरेको के रे मोरेको डाँड किनार काटेर उ गर्छ नि भित्र भित्र कुएर चाहिँ यो कुहिएको कोदो होइन त कुहियो होइन को कोदो पाएको साथीहरू गाउँघरतिर चाहिँ आज चाहिँ हामीले खाना चाहिँ चटपटे खाने प्लान छ साथीहरू पिरो चटपटे हाम्रो चाहिँ यहाँ धान काटेर यस्तरी सुकायो हामीले चाहिँ भनेको धान झाटेर चाहिँ पराल चाहिँ यस्तरी सुकाम खुर्सानीको मैले चाहिँ यो चटपटेको लागि भनेर अमिलो टिप्न आएको साथीहरू मैले चाहिँ टिपिसकेँ पाइन्छ नि त झरेछ नि हामीलाई त मैले चाहिँ अमिलाई टिपिसकेँ बाख्राले कस्तो हेर्नु यता चाहिँ मल खान्छ हाम्रो यता चाहिँ गोड चाहिँ बाख्राले लाइन लाएर हेऱ्यो चटपटीहरू पुरै रेडी बनाउनु भइसक्यो प्याज आलु कसलाई फाइनली चटपटे रेडी भयो हाम्रो अलिक मिठो भयो चटपट कस्तो मिठो पुकुलले फालेर नबिलले खायो खाना ल कुखुरा त मिठो 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 पिरो पिरो भएछ